नेपाली कम्युनिष्ट पार्टी नेकपाले 12 मंसिरदेखि 7 प्रदेशमा एकता सन्देश सभा गर्दैछ। नेकपाले 12 मंसिरमा सुदूरपश्चिम प्रदेशको धनगढ़ीबाट प्रदेश स्तरीय एकता सन्देश सभाको शुरूआत गर्नेछ। 13 मंसिरमा लुम्बिनी प्रदेशको दाङ देउखुरीमा, 14 मंसिरमा गण्डकी प्रदेशको पोखरामा र 15 मंसिरमा कोशी प्रदेशको विराटनगरमा नेकपाको एकता सन्देश सभा आयोजना हुनेछ। त्यस्तै 17 मंसिरमा उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौँमा, 18 मंसिरमा कर्णाली प्रदेशको सुर्खेतमा, 19 मंसिरमा संघीय समन्वय प्रदेश अन्तर्गत काठमाडौँमा, 20 मंसिरमा मध्य प्रदेशको जनकपुरमा र 21 मंसिरमा प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम आयोजना हुनेछ। यसैगरी 23 मंसिरमा बागमती प्रदेश अन्तर्गत हेटौडामा, मंसिर 26 गतेसम्म प्रदेश कार्यालयहरूको निर्णय अनुसार सबै जिल्लाहरूमा एकता सन्देश सभाहरूको आयोजना गर्ने, मंसिर 29 गते देशभरका सम्पूर्ण स्थानीय पालिकाहरूमा एकता सन्देश सभाको आयोजना गर्ने, एकता सन्देश सभाका कार्यक्रमहरूको आयोजना र व्यवस्थापन सम्बन्धित तहको कार्यालयहरूले गर्ने नेकपाले जनाएको छ।